हेर्न सक्नुहुन्छ बाटो साथीहरू कस्तो ठाउँमा छौँ हामी, कति फिटमा छौँ, कति अग्लो हिमाली भेगमा छौँ भनेर पनि हेर्न सक्नुहुन्छ साथीहरू हामी कति यसमा छौँ। अब यहाँबाट त्यो बाटो घुमाएर यस्तो हुँदै पर गाडी आउँदै गरेको ठाउँतिर जानुपर्ने साथीहरू। भएका यात्रालाई निरन्तरता दिउँ साथीहरू। दृश्य हत्तपत्त लाग्न पर्दैन एउटा तपाईँको अलि माथि इन्करेजमा गएर पन्ध्रौने बाटो यहाँ वरिपरिको ग्यारेज छैन साथीहरू है, त कुदाउने मात्रै हो। बाटो ओह्रालो छ बिस्तारो साथी बिस्तारो। के गर्नु हेर्नु न, बाटो यस्तो आत्मघाती छ अनि आत्मघाती बाटोमा त बिस्तारो कुदाउनु पर्यो। यहाँबाट हामी मेन रोड निस्किनु पर्ने साथीहरू। यो बाटो भएर मेन रोड निस्किनु अलिकति टाइम लाग्छ साथीहरू, तबसम्म हामीलाई साथ दिनु होला। हेरौँ त साथीहरू, रोड अलिकति मात्रै गयो भने त्यो खोलाभित्र पस्ने ठुलो ताल छ हो साथीहरू। यो तालकै वरिपरि भएर बाटो गएको छ। अब दुःख सुख यहाँबाट कटाउनु पर्ने। यो हलो एकछिन लुकाइदिउँ होला हो, किनभने यो हलोको खासै काम देखिनँ मैले यो बाटोमा। ल साथीहरू लगभग जाने क्रममा चाहिँ अझै बाटो घुमाएको छ। घुमाएको बाटोमा चाहिँ आरामसे यहाँ फिनिस स्टेट हुन्छ। भन्दै जाँदा साथीहरू त्यो गाडी कुदेको ठाउँबाट त मेन हाइवे सुरु भइहाल्यो साथीहरू।